Let me show you what we do on the first day. On the we do celebrate this festival for 5 days. In the first day, we worship call the messenger bird. Okay, so and on the second day, we worship dog for its faithfulness throughout the year. And on the third day, we worship cow also. So the sense honoring and welcoming another past president of Hotel Association Kokra Nepal, Mr. Lakshman Bhattrai, and he is himself the advisor of Hotel Association Kokra Nepal as well. नमस्कार, लक्ष्मण सुवेदी होटल एसोसिएसन पोखरा नेपालको अध्यक्ष। यो 18औं भाइटिका महोत्सवको सिलसिलामा हामी छौँ र विभिन्न देशका पर्यटकहरूलाई पोखरामा आएको समयमा हाम्रा चाडबाडहरू दसैँ, तिहार लगायतका कार्यक्रमहरू सँगसँगै मनाउँछौँ र यो चाड हामीले फरक ठाउँमा ल्याएर कुनै एउटा होटलको कम्पाउन्डभित्र अथवा कतै यसरी हामीले सुरु गरेको पहिल्यै लगभग 2 दशक अगाडि हामीले हाम्रो होटलमा रहेका पर्यटकहरूलाई हामीसँगै टिका लगाउनलाई पहिला हामी हाम्रो परिवारसँग हाम्रा दिदीबहिनीसँग दाजुभाइले टिका लगाउँछौँ, दाजुभाइले दिदीबहिनीहरूलाई टिका लगाउनुहुन्छ भने त्यसरी नै जुन घरमा हामीले लगाउँछौँ र हाम्रा पर्यटकलाई पनि त्यही शैलीमा हामीले यहाँ ल्याएर चाहिँ पर्यटकहरूलाई टिका लगाउँछौँ र कतिपय पर्यटकहरू दोहोऱ्याएर आएका पर्यटकहरू पनि केही समय अगाडि 4 पटकसम्म आएको पर्यटक हामीसँग कुरा गर्नुभएको थियो। उहाँ चाहिँ इजरायलबाट आउनुभएको, अहिले पनि 20 जनाको पर्यटक ग्रुपै लिएर आउनुभएको थियो। यसैलाई टार्गेट गरेर यो बेलामा जाउँ भनेर उहाँहरू घुम्न त आउनु नै हुन्थ्यो, तर यो पटक आउँदाखेरि चाहिँ हामी अझ रमाउन सक्छौँ। विभिन्न खालका चाडबाडहरू यो चाहिँ भाइटिका मात्रै नभइकन दसैँ पनि यही बेलामा पर्छ र विभिन्न चाडहरूको बिचमा भइन्छ भनेर आउनुभएको थियो। हाम्रा दिदीबहिनीसँग उहाँ चाहिँ एकदमै रमाइलो तरिकाले चाडबाड मनाइराख्नु भएको छ र हामीसँग धेरै देशका पर्यटकहरू सहभागी हुनुहुन्छ। अहिलेसम्म करिब 12 देशका पर्यटकहरू 100 भन्दा बढी पर्यटकको उपस्थिति भइसकेको अवस्था छ। हामीले एकैचोटि भन्दा चरणबद्ध रूपमा 25-30 जनालाई चाहिँ हाम्रा दिदीबहिनीहरूले हाम्रो घरमा जसरी हामीलाई दिदीबहिनीले लगाउनुहुन्छ र यो रेम्बो चिल्ड्रेन हाउसका बहिनीहरूलाई ल्याएर हामीले हाम्रा पर्यटकलाई चाहिँ दिएका छौँ। उहाँहरूले जग्गामा जसरी चाहिँ हामी एउटा जग्गा बनाएर त्यसलाई चाहिँ घुमेर परिक्रमा गर्दै दुबो र तेलले चाहिँ घुमाएर जसरी दिदीबहिनीले लगाउनुहुन्छ त्यसरी नै विदेशी पर्यटकलाई हाम्रा चिल्ड्रेन हाउसका बहिनीहरूले टिका लगाइदिनु भएको छ र एउटा चाहिँ यसले सुमधुर खालको सम्बन्ध पनि यो पटक टिका लगाउँदा एउटा बहिनी चाहिँ नेपालमा छ मेरो भन्ने खालको विदेशीहरूले फिल गरेको र उहाँसँग चाहिँ लामो समयसँग कनेक्सनमा रहिराखेको आजभन्दा 18 वर्ष अगाडि टिका लगाएको पर्यटकसँग सम्बन्ध भएका दिदीबहिनीहरू पनि हामीले भेट्न सक्छौँ, किनभने यही महोत्सवका कारण उहाँहरू भेट्नुभएको थियो र अहिले पनि चाहिँ उहाँहरू सम्पर्कमा हुनुहुन्छ, पटक पटक भेटघाट भइरहेको छ। यसले चाहिँ एउटा विदेशसँग विभिन्न देशसँग हाम्रा दिदीबहिनी त्यहाँका दाजुभाइहरू त्यहाँका दिदीबहिनी हाम्रा दाजुभाइहरूको कनेक्सन पनि हुन्छ र यसले चाहिँ आपसी पर्यटकहरू प्रवर्धन गर्न पनि ठुलो टेवा पुर्याउँछ। हुन त हामी सिजनको बेलामा छौँ, यो पर्यटकीय सिजन पनि हो, यो बेलामा धेरै पर्यटकहरू हुनुहुन्छ। त्यो हुँदाहुँदै पनि ठ्याक्कै आजको दिन पारेर, किनभने धेरै पर्यटक ट्रेकिङमा हुनुहुन्छ, कोही पर्यटक फर्किने क्रममा हुनुहुन्छ र चाहिँ त्यसको बावजुद पनि ठ्याक्कै अहिले यहीँ रहिराखेको पर्यटकहरू खोजेर हामीले उहाँलाई चाहिँ हामीले जानकारी दिएर हामी प्रचार केही समय अगाडि गरेका थियौँ भने चाहिँ अघि नै मैले जोडेँ यो रिपिट पर्यटकहरू दोहोऱ्याएर आउने पर्यटकहरू पनि आउनुहुन्छ र 100 भन्दा बढीलाई चाहिँ हामीले टिका लगाएर यो महोत्सव मनाउँछौँ। Zag het zeker gedaan. Dit de eerste ook die zat hier. गाह्रो भने अडिनमा हुन्छ क्या यसलाई बिस्तारै निकालेर We are rich in festivals.
almost 366 festivals in 365 days. Inside this gift and offering you. So you will not be having any other obstacles in your journey. This is the blessing from sisters to brothers and from brothers to sisters. Joining us on behalf of Hotel Association. Yeah, you can join the Nepali tradition. Starting the second phase of pure by holy water, oil for your good health, and after that they will offer tika. Something like this, but yeah, it's very colorful, which I love, and the people are very friendly, and yeah, I'm sorry not to be with this. My name is Mattea. I'm from Switzerland, and this is my first time enjoying this festival. I'm really excited how it's going to be, and I'm really thankful for this opportunity. Symbolizing love, yellow for absence, love, prosperity, purity, good health, and moreover, 18th episode of My name's Molly. I'm from Australia, and I feel very happy and welcomed into the Nepali community. It's a very beautiful day. Is your first time in Nepal or? First time in Nepal, yeah. I've been here for just over 2 months. I'm working here and living in Pokhara. Okay. Yeah. यसपालिको हामीले भाइटिका चाहिँ पोहोरपाला नै बनाउँदै आउँथ्यौँ होइन अनि यसपालिको चाहिँ हल्का फरक के भयो भन्दाखेरि दाजुभाइ बहिनी मिल्यौँ अनि पूजाहरू गऱ्यौँ अनि एकअर्कालाई टिकाहरू लगाइदियौँ अनि मिठा मिठा खानेकुराहरू खायौँ रमाइलो गऱ्यौँ हाँस्यौँ